ओ ए अघि नै भन्यो हैन आयो यार यो त हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। सो कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होइन म नि एकदम सन्चै। अनि आज चाहिँ हामी 3-4 जना दाजुभाइ मिलेर एकदम खतरा चर्चित भयङ्कर डरलाग्दो गुफामा जाँदैछौँ कि होइन दाजु हामी कहाँ जाँदैछौँ भनिदिनु त भनिदिनु। हामी जाँदैछौँ अहिले चाहिँ गुमायो गाउँपालिका 1 को एकदमै चर्चित रानी गुफा भन्ने छ। रानी भिर एकदमै भिर छ, हेर्दै डर लाग्दो छ। म चाहिँ गएको छैन, दाजु गुफामा पहिले जानु चढ्नको लागि चाहिँ हामी जाँदैछौँ, प्रस्थान गर्दैछौँ। म पनि गएको छैन, पहिलोचोटि हो म पनि। 2 जना साथीहरू छन् हैन हो म गङ्गाजी छैन कस्तो र छ गङ्गाजी पहिला जानुभएको थियो रानीवीर गइया छैन। अब चाहिँ अब जाउँ भनेर चाहिँ लागिँदैछ। कस्तो छ अब हेरेर आउँ भन्ने। ल धेरै रमाइलो ठाउँ छ अरे भन्छन्। भिड त खतरा छ नि तर यहाँबाट हेर्दा त। ओ भाइ साहब यस्तो छ नि यो रातो साग छ नि, यो साह्रै दामी। ल अब के गर्नु तिग्यार पछ्याएर रुद्र म यहीँबाट आएको नि। कस्तो माया लाग्दो ठाउँ छ नि यो ठाउँ हेर्दा त। अब हरियो भन्ने केही छैन। खै डाँडा त डर मर्दो छ तर खै सिँढी छैन, जाने बाटो छैन क्या त्यो हिमाल जस्तै चढ्नु पर्ने क्या हिमालमा चढेर कना फेरि फ्याम्बी सिधा थाक्नु। ए ठाउँ त कस्तो उराट लाग्दो छ नि यो ठाउँ देख्दा त मलाई ठ्याक्कै एउटा गीतको याद आयो। ए उराटै लाग्यो नि गीत पनि आउँदै आउँदैन राम्ररी के गर्नु क्या हात। आज चाहिँ त सुरुबाट गाउनु त दाजु एकचोटि यो ठाउँ हेरेर ठ्याक्कै यसरी घुमाउँछु ल। भोइस चाहिँ निकाल्नु पऱ्यो दाजु। ल ल ल ल ल त ल मजाले स्वर तान्यो यो उराटै लाग्छ नि डाँडा पारे वन निष्ठुरीको मायाले साह्रो पार्यो झन्। वाह अब यो ठाउँ देख्दा मलाई पनि त्यस्तै त्यस्तै लाग्छ यार। ए यहाँ पर अघि हामीले याद नगरेर रहेछ यहाँ पर रहेछ ऊ पर ऊ कालो कालो छ नि। त्यही त मालदेले यता हेर्दैछ क्या। यहाँ त ट्याङ्की रहेछ के तमरको पानी आउँछ यसमा चाहिँ। सबभन्दा सिरान गरे होला होइन। यहाँ चाहिँ माथि घर छ त ऊ माथि यता परपट्टि। हामीले चाहिँ बाटो नदेखेर होइन एउटा एकजना यहाँ घरको दिदीलाई सोध्दैछौँ होइन। अब चाहिँ बाटो देखाउनु भयो, अब हामी चाहिँ टक टक जान्छौँ पानी खाएर। त्यहाँ हो यो त लगभग ठाउँ यस्तो भए पनि होइन ठाउँ यस्तो भए पनि सागसब्जी चाहिँ राम्रो हुने रहेछ नि। कस्तो हरियाली कस्तो मजाले फलेको छ। कति दाजु यहाँ 20 किलो फल्छ आलु यहाँ यतिमा यो तल देखाउनु समथिङ घर पर 3 क्विन्टल निस्किन्छ यहाँनिर। हेर अनि केही गर्छु गाउँमै भन्नेलाई चाहिँ राम्रै हुने रहेछ तर होइन ठाउँ चाहिँ फेरि यस्तो छ हेर। तर योभन्दा त हाम्रो फेरि राम्रो छ नि गाईहरू होइन। मेरो गाउँ त म कसैले यो भिडियो हेरेर हाम्रो दाइलाई मन पराउनुहुन्छ हाम्रो गाउँमा चाहिँ अब मेरो पोखरातिर आउन कस्तो छ। पोखरा पो तपाईँ त यहाँ टुर घुम्न पो आउनुभएको नि हाम्रो 5 तालमा त। ए तपाईँको घर कता पोखरा कता पऱ्यो? पोखरा त्यो फेवातालसँगै फेवातालको त्यो ठ्याक्कै त्यो बिचमा तालकै बिचमा छ क्या मेरो घर। अनि तपाईँ अनि यस्तै उमा आउनुभएको अनि म यस्तै टुरिज्म भनौँ टुरिज्म एउटा म गाइड गर्छु आज ल सिधा होला सर। ऊ कालो छ ऊ कालो त्यही होला बाटो त त्यही गाइड गरौँ भनेर आफै गाइड गरिरहेको छु गाइडले त। ए सुरु गर्थ्यो चाहिँ तिम्रो मुटुमा म मात्र छु
ए अघि नै भने होइन अघि नै मैले भने नि यो कौसो भने हो क्या गाइजहरू ल ओ भाइ धर चिलो दाजु यता पनि चिलायो यार ओ यो त त्यो कहाँ छ कहाँको फिल्मको त्यो भिन्ने खतरो जस्तो पाल होला ल आशिक पारेछ नि मारिगो नि यार शिरबहादुर ए ल खै शिरबहादुर ल म त भाग्छु यो म त भाग्छु कौसो दाजु मलाई नलाउनु यहाँ मलाई त बिजोकै बनायो नि यो काउसो भन्ने थाहै थिएन अब हाम्रो ठाउँ भरे त्यो समात्नु भयो त्यो मुत्नु चाहिँ अब कसरी मुत्ने हो पानीको छेउमा बस्ने हो हेत लागेको नि हो यत्रो हुँदैन आमा कहाँ अब यसले त चिलाएर मार्यो चाहिँ ओ यहाँबाट माथि जानुपर्ने ओ भाइ साहब रानी बे ओ फाइनली ओन एस्टिमेट यस्तोहरू जानु टाढा अलिकति फाडफुड गर्नुपर्ने हो यहाँ यस्तो गरेपछि यहाँको बासिन्दाहरू के भएको यार यहीँदेखि चिलाउन थाल्यो त नआउने ठाउँमा आयो क्या यार हात गाइजहरू नआउँदा हुन्थ्यो यार कौशलले चाकतिर पनि यहाँतिर पनि चिलाउनु थाले एकदमै मर्नु छ क्या किनकि आयो काउसो नि काउसो है किनकि आयो यहाँ डबल द गाइजहरू हामी त लगभग 848 मिटर या जस्तो लाग्यो त आमामा अझै माथि लाग्नु पर्छ त हो हो ल यदि शङ्क लाग्छ भने आउँछ महेरी यस्तो भिरै भिर मात्रै छ नि गाजर भिरै भिर मात्रै छ नि ओ भाई साहब भाई लोग तुम गिर के जा पहुँचे तो यार मुझे लाग्दै हट साथीहरू फर्क्यौँ अब घन्टापछि हामी आइपुग्यो फाइनली गुफा उभि हट गुफा यही हो गुफा चाहिँ ओहो ओ ढुङ्गाले कि चाहिँ यो त सालापले खन्यो होला बनायो यता ढुङ्गा बनाएको छ होइन पनि जङ्गलमा खेर लासो हेर्नु आएको थियो ओइ हेट यहीँ परेछ हेट मागा जाँदो रहेछ हिजो गयो यो त बनाएको के हो यता नि छ त नि प्रकृतिले बनाएको रे यो त धेरै तल कहाँ साम्बु खोला पनि निस्किसक्यो यो तर नतिर छ बामी सर्दा मात्रै छैन यसले किच्यो भने त हामी त मर्यो त पहिला रानी चाहिँ यहाँबाट गएर चाहिँ तल साम्बु खोला नुहाएर आउँथ्यो अरे भन्ने कहाँ बाम सरे कहिले पुग्छ यहाँ त नेट पनि ठुलो सलानीभित्र त यहाँ त नेट पनि दिँदैन भित्र हामी उहाँबाट यता फर्किया रहेछ फर्केछ हामी गर्नु होइन र ड्याममै लामदिपमा ड्याममै पुग्ने सङ्गमा साक्थुङ आसिङ कहाँ थाहा सङ्गमा साक्थुङ हावा छिर्छ अरे हावा छिर्छ अरे हावा छिर्छ अरे यहाँ खै त नानक पुग्न अनि खै डर लाग्यो डर त किन लाग्नु जाउँ न कस्टिनु पर्छ सबै हुन्छ लाग्छ ए त्यो बस टुक्नु पुगिहाल्छ
यत्रो अजिङ्गर सफरपा आयो भने के सेउला नङ नि हुँदैन यहाँ व्यवस्था गर्छ क्या यहाँ ल्याएर बजाउँदा नि राजा रानी यहाँ काम गरेको अरे अनि राजा रानीको छोटा राजाहरू चाहिँ कहाँ छन् त यो सेउला नि ये हो क्या लगभग त्यहाँबाट यता घुम्दो रहेछ यो नेपालभरिको सबैभन्दा लामो गुफा भनेको यही जस्तो लाग्छ मलाई यत्रो लामो कहाँ चाहिँ छ ल यतिको लामो त लुम्फाङमै छ नि हामी चढेको यो त धेरै तल पो कहाँ लु त खरि फर्दै जाउँ कहाँ फर्किया छ ए इन्डे त्यही हो कहाँ इन्डो हुन्छ खजा लु त फेरि orang untuk muncul susun kan dulu waktu si mampu bayar सिधै निस्किए सर यहाँदेखि त पर त दुलै छैन क्या ए हगेर राखेको हुँदैन खै यहाँसम्म त दुलो छैन यहाँदेखि त छैन क्या छैन छैन यहाँदेखि पर त यहाँ छ त दुलो त आमा यति पर छैन क्या यहाँदेखि पर त छैन यहाँदेखि पर त छैन छैन भगवान् मलाई बचायो है म त डर लाग्दैछ है यहाँ पासो राखेको छैन मलाई चेनले हान्छ ओ भगवान् बात गर्दा कहाँ यो गुफा कहाँसम्म जान्छ अरे खोला निस्किन्छ अरे सालापले खोला जस्तो मात्रै छ यहाँ त छैन त अब त कहाँ नि यो गुफै सकिसक्यो अब यहाँदेखि छैन इन्डिङ हो सालाप खोला जस्तो मात्रै छ छैन क्या यहाँदेखि उता त यी छैन यहीँसम्म मात्र यी यहाँ छैन यी गाइज म देखाउँछु अब सुरुदेखि यी छैन हौ यो इन्भो होइन ल म देखाउँछु यसै भिडियो ल यहाँदेखि दुलो छैन यी यता पनि छैन लेफ्ट राइट कहीँ छैन है दुलो यहाँदेखि मान्छेले के भन्थे भने होइन यहाँदेखि नि अब अझै धेरै लामो गुफा छ भन्छ तर होइन रहेछ है यो कुरा चाहिँ फेक रहेछ यहीँ छ भित्ता यहाँ चाहिँ दुलो छैन अब ब्याग जान्छु ब्याग जान्छु ब्याग अब यता फर्किन्छ केटाहरू कहाँ छ छैन क्या यहाँदेखि इन्डो क्या दुलै छैन यो त कोइला खाँदा त डेन्जर छ त यो फुल भिडियो हेर्न मन छ भने यहाँ युट्युबमा जानु पर्यो हेलो गाइज हामी चाहिँ यो 5 गुमायो गाउँपालिका 1 को यो खाल्डे स्थित रानी एउटै खिच्नु त मलाई गुफामा हामी ओ दाजु भन्न यताति मलाई खिच्नु म देखिन्छ है कना वासा राख्दा देखिन्छ म तेर्सो पार्नु देखिन्छ तेर्सो जाउँ न फेरि निकै रमणीय रहेछ है यहाँ तर दुलो चाहिँ के भन्थ्यो भने यहाँ अग्लो छ भन्दै तर होइन इन्डिङ रहेछ होइन त्यो सालले लगभग कति मिटर 5 मिटर 5 मिटर होइन कहाँ 5 मिटर 25 मिटर जतिको रहेछ तर अर्को पनि छ होला अझै पनि हामी अवलोकन गर्छौँ हामी रिसर्च गर्दैछौँ अध्ययन गर्छौँ हामी भ्रमण गर्छौँ तर यो चाहिँ हामी चाहिँ के मान्यता र यसको यो गुफाको चाहिँ के थियो भने पहिले हिरा रानीले हिरा यहाँ राख्थ्यो रे हिरा यहाँ राख्थ्यो रानी गुफा भन्छ पहिला उहिले के अरे पुस्तौँ अगाडिको रानी चाहिँ यो गुफादेखि तल साम्बु खोला भन्छ त्यहाँ गएर नुहाएर आउँथ्यो अरे गुफै छैन अनि खालको अब भनाइ चाहिँ छ त्यही भएर हामी भ्रमण गर्नु आएको तर यो चाहिँ त्यति लामो रहेनछ यो गुफा यता बन्द गरे जस्तो पनि छ सायद उता होला कि तर होइन मान्छे यहाँदेखि आउने डराउँछन् अनि कहाँ जान्छ यतापट्टि जान्छ अथवा अर्को पनि छ कि हामी हेर्दैछौँ गाइस यो चाहिँ मान्छेले बनाएको खोपेर तर छैन त्यहाँदेखि दुलै छैन ल गाइस खोपेर निकालेर त होइन खोपेर यताको चाहिँ सानो छ नाम भक्त बिन्दु छ क्या
आइयो फाइनली ल ए पसिना पसिना भयो भला नि यहाँदेखि छैन होला नि त अर्को त कत्रो छ कि हेरि हेर कति छ होला त्यो यता उ बनाएको छ यही हो यहाँ कहाँ छ एक ठाउँ हैट। यता नि छ रे फाइनली म चाहिँ आज छिरेर छोडेँ पसिना आयो यहाँ त छैन होला यता पर त